हेलो साथीहरु नमस्कार। आज चाहिँ हामी जाँदैछौँ मन्दिर। यहाँ यिनको पारा हेर न, मन्दिर जाने मान्छे अहिले यही सुतेन। अब हामी कस्तो कस्तो ठाउँमा जान्छौँ, हामी भिडियो बनाउँछौँ, को जान्छौँ, कहाँ पुग्छौँ हामी भिडियोमा देखाइराख्छौँ। हजुरहरूलाई हजुरहरूले माया सपोर्ट साथ दिनु होला, के दिन मिल्छ दिनु होला। दिदी यता हेर्नु त, दिजु भेनाजु चाहिँ यता गाडी चलाइन्छ। हाम्रो बेसीको बाटो यति राम्रो भएको छ। कस्तो थियो पहिला, अहिले त वाउ भयो बेसीको बाटो। यता पहिला मेरो घर थियो, अहिले छैन छैन। बाटो कति राम्रो भयो, तर धेरै याद आउँछ यो ठाउँको। यहाँबाट जानुपर्ने थियो यहाँबाट चाहिँ। अब हामी लाग्दैछौँ साथीहरू। कुन मन्दिरहरू दिदी जाने आज हामी? भुवनेश्वर मन्दिर जाने। भुवनेश्वर जाने हो। हावा खाँदो कालो आएको। जिजाजी के गरिसक्यो हजुरले? ए जिजाजी जाने गाडी रोडले हो। साथीहरू हामी तारकेश्वर बल्ल 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 बाटो खोजेर जाँदैछौँ। अनि हामीले बाटोमा के गर्छौँ सबै देखाउँछौँ। सबै राम्रोसँग हेर्नु होला हजुरहरूले भनेको। तर यहाँनिर अलिकति हामी कन्फ्युज भयो जस्तो भयो, तर होइन छ। अहिले बोर आउँछ कि यता चाहिँ गाडी लाग्छ। हामीले हो केही पनि नहुने ल हामी हराएर बल्ल बल्ल अहिले मन्दिरको टुप्पा चाहिँ देखिँदैछ। अनि बिस्तारै बिस्तारै अब हामी पुग्छौँ। ऊ त पयालो गजुर देखेको ठाउँमा पुग्ने हो हामी। हामी चाहिँ एकदम कतिखेर मन्दिर आउँछ भने मान्छे फेस रिभ्यू गर्न चाहनु भएन आफ्नो। के अरे ब्युटिफुल गर्ल होइसिन्छ नि त, उहाँले आफ्नो फेस रिभ्यू गर्न चाहनु भएन। म त यस्तै छु, खाएर आए जस्तो खानदानी ज्यान हो। खानदानी खानदानी। अब दिदीले हेर्दै होइसिन्थ्यो बाहिरबाट। कुन दिदी हो र? हजुर दिदी हो र? यतै होला यहाँ तर चियासिया पाइँदो रहेछ। सोधौँ है दिदीहरूलाई। पटक चाहिँ दिनु होला है। हेलो साथीहरू, वाउ हामीले अब कटहर खाँदैछौँ। खोइ भन यो मुन्टाबाट पो हो त। ल कटहर फुटान्ने एक्सपिरियन्स कस्तो भयो? खाइसकेपछि यतै यो भुइँमा चढाइनु हुन्छ। यो त झऱ्यो कि खेतला झऱ्यो भनेको भाषा पनि के हुन्छ फेरि उताको त फेरि मिसकट हो भने मगर भाषामा भनेको के झऱ्यो भनेर। फुलत्त गयो भनेको मगर भाषा। अब मगर भाषा मिक्स। हजुर ल यता हेर्दै बोलिस्यो न दिदी दिजु। साथीहरू भुवनेश्वर पनि देखाइदेऊ न। के भन्छ त गाडीमा गएर। वाउ अब हामी बोल्दै पो के अरे एक्सप्लेन गर्ने हो र? भुवनेश्वर आएको हामी। अनि के गर्दै हामी दुई ठाउँमा एउटा मन्दिर दर्शन गरेर भइसक्यौँ। अब हामी चाहिँ यो प्रसादी खाने। अनि त्यसपछि गिलै हुन्छ आफै फुट्छ। आफै फुट्छ। धेरै पाकेको छ भने चाहिँ फुट्छ आफै। सारो त फेरि कम त सारो हुन्छ। हामी प्रसादी खान्छौँ र नासपति पनि त थिएन। फर्किने बेलामा खाउँला नासापति। अहिले काटेर खाऊँ। अब ल्याउनु भएन? ए दिदीले हाल्नु दिदी भन्दै थियो त्यसरी। के चाहिँ होइन त्यही त भयो। अनि दिदीलाई त सानो परेछ त चुरा। देउता जति के जाति भन्नु दिदीलाई चाहिँ सानो परेछ। खानुहुन्छ कि हजुर? नुन पिरो खसीको मुन्टा धनियाँ लानुहुन्छ? भुवनेश्वर मन्दिर चाहिँ यही हो। हामी पछाडिपट्टि आछ भन।
पछाडिपट्टि हो यो चाहिँ पछि टिकटकले भाइरल गराएको मन्दिर हो यो त कस्तो पुरानो जस्तो देखेछ यो चाहिँ अनि यहाँ केसरी पाण्डे भइसिन्छ दिदी हाई गर्नु भेनाजु हाई गर्नु त मेरो उसले नि भ्लग बनाउनु लाग्छ कि मिनी भ्लग बनाउँदै भइसिन्छ म चाहिँ यहाँ छु ए कटर खाएर लिसिट सबै गयो चाहिँ मेरो त कहिले जान्थेन है ब्यागै नछुटेको भएर फेलाटे ला तिमीहरूको त तताल छैन म त त्यो यस्तो त यतै वरिपरि हिँड्नला हो हिँड्नलाई त तिमीहरूकोमा जस्तो त अलि छैन भने मैले अनि यस्तो दाना आयो त भइगयो नि ठिक होइन आमा सृष्टिको सुरालेर हिँड्न दिनु होइन नत्र आउनु पर्छ आफ्नो सुरले हिँड्न दिनुपर्छ भने अब यसो दिदीलाई घुमाएर भिडियो बनाउनु गऱ्यो भने छैन गरौँ न फोटोसोटो खिच्ने बेलामा त फर्काएर गर्नुपर्छ होइन दाजु यसो दिदीलाई घुमाएर भिडियो बनाउनु गरौँ न फोटोसोटो खिच्ने बेलामा नबोल्दा धेरै घुमाएर बना दुईवटा भिडियो भइसक्यो छ एउटा दाइले हाल्यो एउटा मैले हालेँ अब बोकेर खिच्न त सक्दैन कि बोकेर बनाउने लटरम्मै कहाँ त खुट्टा झोर मारिन्छ नि मन्दिर चाहिँ पुरानै मन्दिर रहेछ यो तर टिकटकले भाइरल गराएको रहेछ जस्तो नयाँ आँखा कान्छीको मोबाइलमा त आइफोन हो नि त यसो फ्लेक्स पनि हान्न परिहाल्यो है मन्दिर यो 4 व्हिल होइन तिम्रो आशीर्वाद लागोस् अपग्रेड हान्दै जाने हो नि त योबाट आउँदा अर्को गाडीमा यो भन्दा सानो गाडी भरेर गएन त अनि यो भन्दा सानो थियो भएन ल खुट्टा धुन मेरो चाहिँ ब्लक बिजु पाण्डेले यहाँ भन्दा उता मोबाइल लानु पर्छ मेन चाहिँ यो यहाँ जाने जान्छ दिदी त्यहाँ भिडियो बनाउँछु कि मैले त्यहाँ उता लानु पाइनँ कि मोबाइल पाले जाउँ त यतै खोलौँ न हाम्रो एकै ठाउँमा राखेर भिज्ने भयो मेरो भिजे केही गर्दैन राम्रै हुन्छ त ए जाउँ न माथि अनि भिडियो बनाउँदा तल हामीलाई कि पालो जाउँ पालो हिँड न जान्छ दिदी पालो जा पकड ल भयो